नमस्कार। अगाडि एउटा फोटो देख्नुभयो होला, विभिन्न किसिमका गाडहरूको फोटो। के हो त यो भनेर सोधिरहनु भएको छ। हो, हामी वैदेशिक रोजगारमा तपाईको लागि लिएर आएका छौँ विभिन्न किसिमका क्याटेगोरीका सुरक्षा गार्डहरू। वाचम्यानदेखि लिएर रोयल प्यालेस गार्डसम्म, लुखाया, कतार, दुबई, मलेसिया लगायत सम्पूर्ण गार्डहरूको कामहरू गरिरहेका छौँ। सबै क्याटेगोरीको काम पनि गरिरहेका छौँ हैन। हामीले हिजो अस्तिको इन्टरभ्यूबाट भएको लिस्ट पनि राखिदिएका छौँ। अन्तिममा हेर्नुहोला, तपाईँको नाम पनि छुट्यो कि। र अर्को इन्टरभ्यूको लागि हामी तपाईँलाई अपडेट गरिरहेका छौँ, गरिरहनेछौँ। र तपाईँहरूले एउटा मलाई जिज्ञासा लागेको कुरो, तपाईँहरू चाहिँ कुन डिमान्ड छ सर पठाउन भनिरहनु भएको छ। कुरा ठिक हो, तर तपाईँहरू आफ्नो क्वालिफिकेसनमा फिट हुनुहुन्छ कि हुनुहुन्न भेरिफिकेसन चाहिँ गर्नको लागि तपाईँहरू डकुमेन्ट हामीले मागिरहेका हुन्छौँ। र त्यसमा यदि तपाईँ इलिजिबल हुनुहुन्छ, यसमा तपाईँ चाहिँ त्यो मागमा आएको कुराहरूमा इलिजिबल हुन्छ भने हामी तपाईँलाई अवश्य पनि समावेश गर्नेछौँ। होइन भने तपाईँको समय बर्बाद भइरहेको हुन्छ, तपाईँ घरदेखि आउनुपर्ने हुन्छ, गाउँदेखि आउनुपर्ने हुन्छ, त्यो सबै कुराहरूको खर्च बढिरहेको छ। त्यसले गर्दाखेरि पहिला डकुमेन्टहरू पठाउनुहोस्, हामी तपाईँको डकुमेन्ट चेक गर्नेछौँ र उपयुक्त डिमान्डमा हाल्नेछौँ है। तपाईँहरू पहिले डिमान्ड भन्नुहुन्छ तर राष्ट्रमा रिजेक्सन आइरहेको छ। धेरै मान्छेहरू के त फेल भइरहेका छन् इन्टरभ्यूमा। त्यसले गर्दा हामी तपाईँलाई गाइडलाइन दिनेछौँ, सपोर्ट गर्नेछौँ र तपाईँलाई उपयुक्त हुने डिमान्डमा हामी हाल्नेछौँ। त्यसैले डिमान्ड होइन, आफ्नो क्वालिफिकेसन्स, आफ्नो डकुमेन्टहरूमा राम्रोसँग काम गर्नुहोला, त्यही भन्दछु। र तपाईँलाई अस्ति पास भएका सुपरभाइजरहरू होइन, त्यसको हामी तपाईँलाई लास्ट टर्ममा राखिदिनेछौँ, चेक गर्नुहोला। र अब आउने डकुमेन्टको लागि, अब आउने डिमान्डहरूको लागि तपाईँ फलोअपमा बस्नुहोला। हामी तपाईँलाई बेस्ट डिमान्डहरू लिएर आइरहेका छौँ, फलो गर्दै गर्नुहोस्। हामी तपाईँलाई बेस्ट डिमान्डहरू दिनेछौँ र तपाईँहरूलाई उपयुक्त हुने विषयमा हामी तपाईँसँग कुराकानी गरिरहनेछौँ भन्दै आजको लागि यो भिडियो यहाँ गर्छु। हस्त नमस्ते।